कसरी समस्या समाधान गर्नुभयो हामी उहाँकै मुखबाट सुनौँ। धन्यवाद ज्यू। आजको यस शुभकामना आदान प्रदान कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि, यसै क्षेत्रका माननीय पूर्व स्वास्थ्य राज्य मन्त्री आदरणीय तोसीमा काकीज्यू, यस कार्यक्रममा व्यासमा रहनुहुने आदरणीय अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरूमा सर्वप्रथम यस भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको उपाध्यक्षको तर्फबाट अर्थात् यसै क्षेत्रको एउटा बासिन्दाको तर्फबाट स्वीकार्नुहोस् नमस्कार। उपस्थित महानुभावहरू, मलाई सबैभन्दा मलाई पहिले के लाग्छ भन्दा अहिले भएको परिवर्तन जुन छ त्यो परिवर्तनको जुन स्पिरिट छ र त्यो परिवर्तनलाई चाहिँ यहाँका बासिन्दाहरूले अर्थात् देशैभरका बासिन्दाहरूले जुन किसिमको एउटा सम्मान प्रकट गरिएको छ, जनताले जुन किसिमले चाहिँ एउटा विश्वास र भरोसा दिएका थिए छ, त्यो अनुरूपको कार्यशैली, त्यो अनुरूपको जिम्मेवारी माननीयज्यूहरूले, अहिलेको सत्ता सञ्चालकज्यूहरूले र हाम्रा आदरणीय नेताहरूले पुरा गर्नुहुन्छ या हुन्न भन्ने जुन किसिमको एउटा दुविधा अर्थात् त्यो सम्भावनाको एउटा चाहिँ प्रस्थान बिन्दु के हो त भन्ने जनताको कौतूहलता थियो। त्यसै सन्दर्भमा हाम्रो आयोजनाको बारेमा म केही कुराहरू तपाईँहरूका बिचमा राख्ने अनुमति चाहन्छु। उपस्थित महानुभावहरू, हाम्रो भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना नेपाल सरकारले उपत्यका विकास प्राधिकरणले को तर्फबाट 2071 सालमा सञ्चालन गरेको हो र यो 2 वर्षमा आयोजना सम्पन्न गर्छु भनेर आयोजना सुरु गर्यो। तर अहिले 13 वर्षसम्म पनि लगभग 10 देखि 15% मात्र काम भएको देखिन्छ। 13 करोडमा आयोजना, पुरै आयोजना सम्पन्न गर्ने भनेर सुरु गरेको आयोजना 39 करोड खर्च भइसकेको छ। यो हकीकत, यो किसिमको एउटा चाहिँ तपाईँको चाहिँ समस्यालाई देखेर हामीहरू लगभग 1.5 वर्षदेखि यसमा क्रियाशील भयौँ। त्योभन्दा अगाडिका साथीहरूले उपभोक्ता समिति आधिकारिक रूपमा गठन भएको थिएन र हामीहरू आएर आधिकारिक रूपमा जब उपभोक्ता समिति गठन गऱ्यौँ त्यस पछाडि हामीले यो समस्यालाई चाहिँ कसरी चाहिँ समाधान गर्न सकिन्छ र यो समस्याहरूलाई कसरी अगाडि लान सकिन्छ भनेर धेरै प्रयत्न गऱ्यौँ। योभन्दा अगाडिका सरकारका प्रतिनिधिहरूसँग पनि हामी लाग्यौँ, त्यहाँ मन्त्री स्तरीय व्यक्तिहरूसँग पनि गयौँ, सचिव स्तरीय व्यक्तिहरूसँग पनि गयौँ, ज्ञापन पत्रहरू दियौँ, हारगुहार गऱ्यौँ, धेरै कुराहरू राख्यौँ, तर कसैले कुनै पनि किसिमको पहल कदमी भएन। त्यसबाट कुनै किसिमको रिजल्ट आएन र हामी त्यहाँका बासिन्दाहरूलाई यो किसिमको अपराध, यो हामी त अपराधै भन्छौँ, यो एक किसिमको अपराध भयो र त्यत्रो अपराध हुँदै पनि हामी सहनशील रूपमा केही कुनै मिडियामा केही नगरिकन हाम्रो प्रयत्नलाई चाहिँ उहाँहरू लागिरह्यौँ, तर पनि त्यो कुनै सुनवाई भएन। तर अहिले पछिल्लो समयमा जब माननीय तोसीमा कार्कीज्यू आउनुभयो र अहिलेको सरकार पनि त्यही लाइनबाट चाहिँ पऱ्यो र त्यस पछाडि हामीले भन्यौँ अब हाम्रो यहाँको चाहिँ स्थानीय जनप्रतिनिधिसँग चाहिँ भेटघाट गर्नुपर्छ। वडा अध्यक्षज्यूहरूसँग बस्यौँ, त्यस पछाडि माननीय तोसीमा कार्कीको ज्यूमा गयौँ र उहाँकोमा गएर हामीले कुरा राख्ने बित्तिकै उहाँले यति हामीलाई भन्नुभयो, योभन्दा अगाडि किन आउनु भएन, म अघिल्लो पटक पनि त चुनाव जितेको थिएँ, तपाईँले हामीलाई किन यो कुराहरू राख्नु भएन, यो तपाईँको ठुलो कमजोरी भयो। त्यही बेलामा म धेरै ठुलो प्रयत्न गर्थेँ, तपाईँहरूको कुराहरू केही न केही रूपमा चाहिँ म सदनसम्म पनि लान्थेँ, तर तपाईँहरूले मलाई किन सुनाउनु भएन, मलाई किन अवगत गराउनु भएन भनेर उहाँले हामीलाई नै भन्नुभयो। र हामीले भन्यौँ हामीले सरकारी निकाय, त्यो बेलाको सरकार जो सञ्चालित थियो त्यहाँतिर पुग्यौँ, हामीले गल्ती गऱ्यौँ र हामीले अब तपाईँहरूलाई चाहिँ यो कुरा राख्यौँ र यो कुरा राख्ने बित्तिकै उहाँले तुरुन्तै त्यहीँबाट यो यहाँको चाहिँ सिडिओ साहबलाई फोन गरिदिनु भयो र त्यस पछाडि उहाँले सम्पूर्ण डकुमेन्टहरू माग्नुभयो र कागजपत्र मागेर भोलिपल्टदेखि नै उहाँले नै हामीलाई फलो गर्न थाल्नुभयो। उहाँले यति धेरै चासो दिनुभयो कि तुरुन्तै चाहिँ डकुमेन्ट लिएर चाहिँ म मन्त्रीकोमा जान्छु भन्नुभयो, मन्त्रीकोमा जानुभयो, त्यो कुरा हामीलाई भन्नुभयो, प्रधानमन्त्रीज्यूकोमा जानुभयो, त्यो कुरा हामीलाई भन्नुभयो, सबै कुराहरू अवगत गराउनु भयो। मैले यस्तो यो किसिमको उहाँको स्पिरिट मैले सोचेको पनि थिएन।
र उहाँले गरेको कामको कारणले गर्दाखेरि उहाँले गरेको प्रयत्नको कारणले गर्दाखेरि 2 वर्षदेखि बस्न नसकेको व्यवस्थापन समितिको बैठक 10 दिनभित्र नै बस्यो र हाम्रा कुराहरू मलाई लाग्छ अधिकांश कुराहरू त्यो बैठकबाट सम्बोधन भएको छ र उहाँले यही कुराहरू चाहिँ तपाईँहरूले उठाउनै पर्छ र यो कुराहरू म लागू गराउन कोसिस गर्छु तपाईँहरूले आफ्नो कुराहरू नछोड्नुहोस् भनेर हामीलाई आत्मबल दिनुभयो जसको कारणले गर्दाखेरि ती कुराहरू हामीले चाहिँ त्यहाँ चाहिँ सजिलैसँग पास गराउन सक्ने हामीसँग त्यो आत्मबल भयो र त्यसरी चाहिँ उहाँले चाहिँ काम गर्नुभयो 10 दिनमा हामीले चाहिँ त्यो रिजल्ट पायौँ र त्यो प्रमाणीकरणको लेभलमा छ यदि त्यो कार्यान्वयन भयो भने हाम्रो फिल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको योजना 13 वर्षसम्म सम्पन्न नभएको योजना 1 वर्षभित्र सम्पन्न गर्ने गरी त्यो एजेन्डाहरू हामीले लगेका छौँ र त्यो कार्यतालिका सहित दिएका छौँ समय तालिका सहित दिएका छौँ र यसरी चाहिँ हामीले अगाडि बढायौँ उहाँको स्पिरिट उहाँको युवा जोस उहाँको जुन किसिमको चाहिँ एउटा चाहिँ क्षमता देखेर मैले चाहिँ वास्तवमै म धेरै ठुलो प्रशंसा गर्न चाहन्छु र यो प्रशंसा उहाँलाई प्रेरणा मिलोस् भन्नका लागि हो र त्यहाँको मूल समस्याहरूको के छ त भन्दाखेरि त्यो करिडोरको बाटो खोल्न सकेको छैन लगभग 20-25 रोपनी जग्गा सार्वजनिक जग्गा छ त्यो एरियामा हाम्रो क्षेत्रमा त्यो सार्वजनिक जग्गालाई हामीले एकै ठाउँमा राख्ने प्रयत्न गरिरहेका छौँ तर त्यहाँ चाहिँ यले स्कुलको कम्पाउन्डभित्र लगभग 10-12 रोपनी जग्गा भएको हुनाले त्यो कम्पाउन्डभित्रको जग्गाहरूलाई हामीले आयोजनाको स्थलभित्र सबैले सार्वजनिक रूपमा प्रयोजन गर्न सक्ने गरी राख्ने प्रयत्नमा हामी लागेका छौँ र त्यो कुराहरू पनि त्यही एजेन्डाभित्र हामीले राखेका छौँ र हाम्रो प्रमुख कुरा चाहिँ तुलसीमा कार्कीज्यूलाई म यही मञ्चबाट भन्न चाहन्छु कि हामी त्यहाँका उपबासिन्दाहरूलाई कसरी उतार्नुपर्छ हामी उतार्न तयार छौँ त्यहाँका बासिन्दाहरूलाई कसरी कन्भिन्स गर्नुपर्छ हामी कन्भिन्स गर्न तयार छौँ किनभने विकास निर्माणको कुरामा लामबद्ध हुने कुरामा हामी पनि सहकारी गर्न तयार छौँ तर तपाईँले हामीलाई पूर्ण रूपमा साथ दिनु पर्यो र कपिलजी हुनुहुन्छ कपिलजी यति धेरै मेहनत हुनुहुँदो रहेछ उहाँ मार्फत हामीले कपिलजी मार्फत चाहिँ हामीले यो कुराहरू लग्यौँ र उहाँले आफैले फलो गर्नुभयो कपिलजीले हामीले कुरा राख्ने बित्तिकै फलो गर्नुभयो पहिलेको सरकार पक्षले कहिले पनि चासो दिँदैन थियो टाइम पाउँदैन थियौँ हामी भेट्न जाँदाखेरि मेरो साहबलाई हामीले भेट्न खोज्दाखेरि भेट्न पाउँदैन थियौँ तर यति सजिलो यति सहज अहिलेको चाहिँ यो चाहिँ जनप्रतिनिधिहरू आउनुभएको छ यो टाइममा हामीले उहाँहरूलाई सहयोग गरेर उहाँहरूले तपाईँले अगाडि राखिदिएर हाम्रो त्यहाँको चाहिँ त्यो करिडोरको बाटो अन्तको बाटो हेर्दाखेरि कति राम्रो खुलेको छ तर यो एरियामा करिडोरको बाटो खुलेको छैन तुलसीमा कार्कीज्यूलाई म भन्न चाहन्छु माननीयज्यूलाई अनुरोध गर्न चाहन्छु त्यो करिडोरको बाटो खोल्न सकिन्छ हामी प्रयत्न गर्छौँ त्यहाँका सबै टोल सुधार समितिहरूले सहयोग गर्नुहुन्छ वडा अध्यक्षज्यूहरूले सहयोग गर्नुहुन्छ तर त्यसमा चाहिँ एउटा चाहिँ दरिलो एउटा चाहिँ तपाईँको चाहिँ सरकारी एउटा चाहिँ व्यक्तिले चाहिँ त्यहाँ चाहिँ पहल नगरेको कारणले गर्दाखेरि त्यो रोकिएको र त्यहाँ त्यो क्षेत्रमा चाहिँ तपाईँको चाहिँ करिडोर रोकिनुमा चाहिँ यले स्कुलको कम्पाउन्ड सबैभन्दा पहिले पर्ने भएको हुनाले यले स्कुलको कम्पाउन्डभित्रबाट जब चाहिँ हामी करिडोर खोल्न सक्छौँ त्यस पछाडि तलका बासिन्दाहरूले स्वतःस्फूर्त रूपमा खोल्न सकिने अवस्था छ त्यसैले तपाईँको प्रयत्न तपाईँको साथ र तपाईँको भरोसा तपाईँप्रतिको विश्वास हामी सम्पूर्ण रूपमा तपाईँलाई सहयोग गर्न तयार छौँ र अहिलेको सरकारले गरेका हरेक क्रियाकलापमा अहिलेसम्मलाई अत्यन्तै सान्दर्भिक छ उचित छ यसमा हामी सामेल हुन तयार छौँ भन्दै धन्यवाद व्यक्त गर्न चाहन्छु हवस् त धन्यवाद नमस्कार धन्यवाद।